साथीहरू अहिले चाहिँ के खाँदैछु भने आज चाहिँ मैले ढक्क लाएर भुटन बनाएको हेर्नु हैन धेरै पछि भुटन खानु मन लागिराख्यो टमाटरको चटनी अनि यसो भुजा चिउरा दाल मटला हल्का मिक्स गरेर सधैँ खाँदा पो अनहेल्दी भयो त यसो हप्तामा एकचोटि त खानु नि पर्छ के त्यस्तो कुराहरू मैले पुरै टक्क कति पो मुख बार्नु म त आयो भने मुख बारे बिरामी भने मुख बारे त्यो भएर हप्तामा यसो एक दुई दिन चाहिँ टक्क खानुपर्छ भनेर म चाहिँ आजभोलि खान थालेछु अब साह्रै भुटन खानु मन लाग्यो मटनको होइन टक्क भुटन बनाएर चिउरा टमाटरको टक्क चटनी र बेलुका भएको भएर मेरो घरमा लाइट नपुगेको होला होइन हेर्दाखेरि त्यस्तो ओहो खाउँ त देखियो होइन तर बब्बालै मिठो भयो अलि राम्रोसँग हेर्नु ल खाउँ देखियो कि देखिएन कस्तो हो स्थिति डल्लेको सिजन पाएसँग डल्ले नै खाने हो क्या भातसँग पनि डल्ले एउटा खायो भुटन सुटन खायो यसो डल्ले खायो सारा खायो हेल्दी भइहाल्यो नि होइन यति भएछ कति देखायो कि नभन्नु होला यसो एक्लै बसेर खासी त साथीभाइलाई पनि सेयर गर्नु पऱ्यो नि त यो खायो भनेर होइन सबै बिजी कोही आउनु भ्याउँदैन कोही जानु पनि भ्याउँदैन खायो नि अनि अब यसो भिडियो मार्फतबाटै पोस्ट आउने गर्नुपर्ने रहेछ क्या है हस् धन्यवाद कति छुच्चियो एक्लै खाइ नभन्नु होला मिठो हजुरले पनि बनाएर खानु होला कहिलेकाहीँ यसो खाँदा ठिकै हुन्छ ओके बाई बाई